आज अब कार्यक्रम एकदमै लामो भएकोले के भन्छ ढिलो सुरु भएकोले गर्दाखेरि धेरै कुरो भन्न चाहिने अरू पनि भन्न चाहिँ धेरै थियो। यदि भन्दै आज उपस्थित सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण जातीय संस्थाहरूको तर्फबाट र सिङ्गो नेफिएको तर्फबाट तम्बु तल्लो दोसारको शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय आदिवासी। धन्यवाद। प्रतिनिधिज्यूहरू, कलाकारज्यूहरू, नेपालबाट पाल्नुभएका कलाकार तथा यस सम्पूर्ण तम्बु समाजका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट दूतावासको तर्फबाट यहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै हामीले कार्यक्रम 2 भागमा विभाजन गरेका छौँ र यसपछि पनि औपचारिक पनि हाम्रो सांस्कृतिक कार्यक्रम रहेको छ र यस सांस्कृतिक कार्यक्रममा अन्तिमसम्म बसेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु र यस कार्यक्रमलाई सफल पार्नको लागि सम्मान पत्र ग्रहणको लागि श्री जितेन्द्र कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सफल व्यवसायी तथा गण्डकी एग्रोका सञ्चालक श्री मोहन गुरुङज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सफल व्यवसायी शर्मिला गुरुङज्यूलाई यो सम्मान पत्र ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सम्पूर्ण सम्मानित प्रायोजक व्यक्तित्वहरूलाई। अब हामी यो तल्लो तमु लोसार कार्यक्रमको आजको यो तल्लो तमु लोसार कार्यक्रमको औपचारिक कार्यक्रम समापनको लागि म तमु समाज युनिका अध्यक्ष तथा औपचारिक कार्यक्रमको सभापति आदरणीय श्री इन्द्रबहादुर तमुज्यूलाई औपचारिक कार्यक्रम समापन संक्षिप्त मन्तव्यसहित औपचारिक कार्यक्रम समापनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू र हाम्रो धर्मपतिज्यू, विशातिज्यू, अतिज्यूहरू, प्रायोजकज्यूहरू, शुभचिन्तक, विज्ञापनकर्ताहरू सम्पूर्णलाई आजको यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु र हाम्रो निमन्त्रणालाई स्वीकार गराइदिनु भएकोमा विशेष धन्यवाद दिँदै सबैका निम्ति पालन दिएको हाम्रो मानव जातिको